चाहिँ अहिले हस्पिटलमा छु है। बुढीलाई लिएर आएको छ हस्पिटल इमर्जेन्सीमा। के हुन्छ थाहा छैन, हाई रिस्कमा राख्नुपर्छ भनेछ। त्यही हो, बुढीको चाहिँ कोक्सोमा पानी जमेको भन्ने कुरा थियो। कालो चिया है त। र म चाहिँ चिया लिन जाँदैछु, कालो चिया खाने रे, त्यही भएर कालो चिया लिन जाँदैछु है। हिजोभन्दा अलिकति बेटर भएको छ उसलाई चाहिँ। हुन्छ नि, लाइक हिजो त एकदमै एक्सट्रिम नै गाह्रो भएको थियो। सो त्यही भएर हस्पिटल ल्याउनु परेको थियो है। सो त्यही गाइज अब लगेर चियाहरू खानुहुन्छ। अहिले चाहिँ हामी यहाँ मनमोहन हस्पिटलमा छौँ, हेर्दै गर्नु होला। सो लेट्स गो गाइज, चिया बोकेर जान्छौँ। ब्ल्याक टी जति फटायो नि